Konnichiwa. This is my ice cream. Hi everyone. Konnichiwa. Ohayo gozaimasu. Minasan. O genki dato ii desu ne. अनि म चाहिँ सन्चै छु, मस्त छु। अनि हजुरहरू पनि त सन्चै हुनुहुन्छ होला नि हैन। साथीहरू त्यही हो, म चाहिँ डेली भ्लग चाहिँ ल्याउन सक्दिनँ किनभने हजुरहरूलाई नै थाहा छ एब्रोड लाइफ कस्तो हुन्छ भने जस्तो सोचे जस्तो केही पनि हुँदैन। सो म विकली भ्लग चाहिँ म ल्याउन सक्छु। आई विल ट्राई हैन, विकमा पनि एउटा हाल्न सक्छु कि म सर्ट एन्ड स्वीट एकदमै हुन्छ नि। त्यही हो साथीहरू। अनि कि आज चाहिँ मेरो छुट्टी हो क्या, टुडे इज माई होलिडे। सो मैले चाहिँ भिडियो लिन्छु, हल्का थोरै लिन्छु भनेर सोचेको। अब जान त त्यस्तो खासै कहीँ पनि गइँदैन किनभने बाहिर एकदमै चिसो छ साथीहरू। तर नर्मल अरू डेजहरूमा भन्दा पनि आज चाहिँ घाम चाहिँ लागेको छ बाहिर, बट अलिक चिसो छ है। अनि एकदमै बेसिकन हावा चल्छ क्या हाम्रो यहाँतिर, अनि हावा चलिरहेछ। अब यस्तो जाडोमा निस्किने पनि कहाँ, तर आज बाहिर हल्का काम चाहिँ छ बाहिर। होप म बाहिर निस्किन्छु होला आज, निस्क्यो भने म हजुरहरूलाई देखाइ नै हाल्छु। अनि कि साथीहरू हजुरहरूलाई म एउटा कुरा भन्छु, हिजो चाहिँ मेरो साथी फर्स्ट टाइम चाहिँ काममा गएको थियो कि भन्नाले नयाँ काममा हो, अरू काम चाहिँ गरिराखेन छ, यो चाहिँ नयाँ काममा गएको थियो। अनि त्यसपछि के भयो भने उनीहरूको चाहिँ अब रातिको 10 बजेसम्म थियो, तर 12 मिनट्स लेट भयो कि हो। अनि त्यसपछि 12 मिनट्स लेट भइसकेपछि ट्रेनै छुट्यो कि। यस्तो बिजोग हुन्छ यहाँ चाहिँ। अब अरू अब सबै सिटीमा ट्रेनै चल्छ भन्ने हुँदैन नि त। अब भन्नाले चल्न त चल्छ, अब नर्मली अब अरू सिटीहरूमा चाहिँ अब बसहरू चल्ने, बसमा जाने अथवा साइकलमा जाने यताउति भयो भने त ठिकै छ, इट्स ओके। तर हाम्रो चाहिँ अब जहाँ जाँदा पनि ट्रेनमै चढ्नुपर्छ, ट्रेनमै यहाँ जाऊ त्यहाँ जाऊ, यति अलिकति हिँड्नु पऱ्यो भने पनि ट्रेनमै जानुपर्ने हुन्छ। अनि ट्रेनको चाहिँ कस्तो हुन्छ भने जम्मा उनीहरूले रोक्ने भनेको 5 सेकेन्डदेखि अब 10 सेकेन्ड समथिङ त्यस्तै कति मात्र रोकिन्छ के। अनि मेरो साथीहरू चाहिँ अब ट्रेन चेन्ज गर्नुपर्ने थियो, अनि 12 मिनट्स लेट भएर चाहिँ उनीहरूले चाहिँ ट्रेन छुट्यो के। अब त्यस्तो हुन्छ क्या यहाँ चाहिँ। जापानमा चाहिँ कस्तो हुन्छ भने साथीहरू, अब 1 सेकेन्डको पनि टाइम एकदमै भ्यालु हुन्छ क्या। यहाँ आएर चाहिँ के सिकिन्छ भने अब एकता मान्छे डिसिप्लिन भन्ने सिकिन्छ। अब नेपालमा त त्यही त हो, सबैजना कस्तो आफ्नो रुल्स एन्ड रेगुलेसन हुन्छ होइन। तर यहाँ चाहिँ कस्तो हुन्छ भने एकदमै राम्रो भनेको डिसिप्लिन के हो सिकिन्छ। अनि टाइमको एकदमै भ्यालु हुन्छ है, टाइमको चाहिँ एकदमै। अब जो यहाँ आउँछ नि उनीहरूलाई चाहिँ एकदमै अलमोस्ट सबै कुरा थाहा हुन्छ कि बिस्तारै। हामी पनि आएर धेरै त भएको छैन कि, बट हामीले चाहिँ म्याक्सिमम कुराहरू चाहिँ सिकिसक्यो, भोगिसक्यो पनि आफूले, कति ठाउँमा ठक्कर पनि खाएको छ। त्यही त हो है, लाइफ भनेको यही हो। साथीहरू हामी चाहिँ हाम्रो के अरे वान अफ द मोस्ट फेभरेट प्लेस जान लाग्यो, जहाँ चाहिँ के पाउँछ थाहा छ, आइसक्रिम। यस्तो जाडोमा हेर्नु न, मैले लुगा लगाएको देखेरै हजुरहरूलाई थाहा हुन्छ होला कि यहाँ कति जाडो छ भनेर क्या। टोपी पन्जा सबै, त्यही पनि आइसक्रिम चाहिँ फेभरेटै भइसक्यो, नखाइ हुँदैन। आइसक्रिम लिन्छु ल साथीहरू, कुन वाला खाने त भेराइटिज अफ आइसक्रिम टु गेट। कति धेरै सर, मेरो फेभरेट चाहिँ यो हो क्या। दिस इज माई आइसक्रिम, यो चाहिँ मेरो फेभरेट। कोरेवा तोत्तेमो ओइसी देश ने। मैले मात्र होइन है साथीहरू, मेरो साथीहरूले पनि खान्छ। यस्तो जाडोमा पनि मनपर्ने भनिसकेपछि सोच्नु होला कति मिठो होला। जाडो भएर साथीहरू हामी त यस्तै हो यहाँ त। के नेपाली त हो, अनि
के लाने कुन चाहिँ लाने रे साथीहरू कस्तो जाडो छ कि साथीहरू कुरै नगरौँ हाम्रोतिर त पुग्यो हाम्रो यहाँ खानेकुराहरू गाइज हामी चाहिँ पानीपुरी खानु लागेको छ घरमा फोन गर्दै भिडियो बनाउँदा साथीहरू यहाँ चाहिँ हाम्रोमा गाइज यो चाहिँ हाम्रो बनाउने चाहिँ फेरि One bite for me. Happy birthday कस्तो छ त अनि मैले बनाएको छैला मिठो छ लेग पिस जति चाहिँ उसले सबै छानेर केही छैन बाई रेडी हुन लाग्यो अनि के साथीहरू म चाहिँ रेडी भइसकेँ हजुरहरूकै प्यारी गुरुङनी अनि अब हामी बाहिर जान लाग्छु त्यही हो म चाहिँ रेडी भएँ तर त्यस्तो रेडी त के हुने हो र जहिले यस्तै त हो नि यही थोबाट जाने त्यहाँ गाइज यति धेरै चिसो भयो कि हामी चाहिँ बाहिर गएर आएको अहिले कति छ 6:30 भयो जाडो भइरहेछ चिया खाँदैछु अनि साथीहरू आजको भ्लग चाहिँ यहीसम्म मन परेमा लाइक कमेन्ट अनि सब्सक्राइब गरिदिनु होला अनि हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद भेटौँला नेक्स्ट भ्लगमा बाई बाई